सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका क्षेत्र। यो क्षेत्रमा चाहिँ रेडै लगाएको हुनाले यसमा चाहिँ एक्सनमै जानुपर्ने हुन्छ भने इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, गोर्खा, नवलपरासी, पूर्व नवलपरासी, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा चाहिँ अलर्ट रहेर भोलि बिहानसम्म चाहिँ ध्यान दिनुपर्ने हुन्छ। भोलि बिहानबाट चाहिँ यो सिस्टम चाहिँ बिस्तारै पूर्वतिर सरेर जाने सम्भावना भएकोले त्यसपछि चाहिँ हामीले चाहिँ पूर्वको तराई र मिडल हिलमा चाहिँ विशेष ध्यान दिनुपर्ने अवस्था छ र सोमबार बिहानदेखि चाहिँ यो सिस्टम मन्थर भएर चाहिँ लगभग पानी चाहिँ कम पर्ने र मनसुनको बहिर्गमन चाहिँ हुने अवस्था आउँछ।